तिमीलाई म अब सुरक्षित तरिकाले म मेरो निजी खर्चमा म सकेर जान्छु। Adalah sabda kalau tahu kena digus kamu. पत्र परिरहेको थिएँ दाइ चाहिँ खोज्दै हिँड्नुपर्छ भाइ गएको छ भनेर त्यसपछि टिकटकमा खोज्दै हिँड्छु यो दुबईको सोनापुर भन्ने ठाउँमा राति 11 बजे दुईवटा गाडी सहित आफ्नो मान्छे हामीहरू रहेछ सबै मिलेर चाहिँ मलाई भेटाउनु भयो त्यहाँबाट उद्धार गरेर दुबई ल्याएर 5 दिन राखेर काठमाडौँ सँगै आयो हिजो सँगै दाजुभाइ फेरि फ्लाइटमा नि सँगै आयो तिमी त यति ल्याइदिनुको मलाई एकदम धेरै धेरै धन्यवाद अरू कुनै भन्नु के छ दिदी त बोल्नै सक्नुहुन्न क्या बोल्नै जानु खुट्टा लटपट्टि मुख लटपट्टि अब छोरो यस्तो भएछ भने चाहिँ कल्ला हुन्छ र छोरो आयो हामीलाई एकदम खुसी छु सामाजिक सञ्जालमा धेरैजना पोखराको मान्छेहरू धेरैले चाहिँ त्यो टिकटकमा चाहिँ भाइ यस्तो अलपत्र परेको भनेर टिकटकमा एकजना साथीले हालिदिनु विशेष गरी त्यो टिकटक बनाएर हालिदिनु साथीलाई नि धेरै धेरै धन्यवाद हामी व्यक्त गर्न चाहन्छौँ। उसले गर्दा भाइसम्म जाने एउटा पुल भनेर पोखराको भन्ने बित्तिकै माया थियो त्योभन्दा झन् वडा नम्बर 26 को भनिसकेपछि त होइन तत्कालै जानुपर्छ जसरी हुन्छ खोजनीति गर्नुपर्छ भनेर भने सरले दुबईको 1.5 घन्टा टाढा हामी सोनापुर भन्ने ठाउँमा गयो गएर भेटेँ भाइ बिरोल अवस्थामा थियो उसलाई उद्धार गरेको भोलिपल्ट देशमा यस्तो परिस्थिति आयो अनि हिजो मात्रै भाइले चाहिँ के अरे काठमाडौँ अवतरण भइसकेपछि अनि आज काठमाडौँबाट बाहिर म सबै पोखरा एयरपोर्ट आएर पोखराबाट यहाँसम्म ल्याउन सक्नु भयो यो वातावरण बनाइदिन यो यात्रासँग सबै सजीवन गरिदिने सम्पूर्ण विशेष गरी कास्की समाजलाई र अन्य त्यहाँ रहेका मेरा त्यो समाजमा नभएका पनि तर यहीँ हाम्रो यही ठाउँ हाम्रो भेग हाम्रो जिल्लाबाट छरिएर त्यहाँ आफ्नो चाहिँ कर्मभूमि बनाएर बसेका सम्पूर्ण दाजुभाइलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। मिडियाका साथीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अब भाइ सकुशल आएका छौँ अब आफ्नो आचरणहरू सुधारेर अनुशासनपूर्वक घर परिवारलाई चित्त नदुख्ने गरेर काम गर्नु त्यसको लागि चाहिँ मेरो व्यक्तिगत तर्फबाट कस्तो खालको सहजीकरण गर्न सक्छु गर्नेछु।